यो त बालैनहरूले गराएको त अस्ति घरमा आएको कसले लगाएको यो मैले भनेको छैन जसले जसको घर भत्काउँछ त्यसैको घर त्यसले भत्काउँछ आइसक्यो डेट ट्रेन यो त बालैनहरूले गराएको त अस्ति घरमा आएको कसले लगाएको हामीले हो कि होइन सिंहदरबारमा आएको कसले लगाएको सर्वोच्चमा कसले लगाएको तपाईँले के बालैनलाई राजा सम्झिनु भएको के सम्झिनु भएको अलिक साइडमा बस्नु हेलो यो कसको हजुर सरस्वती स्कुल सोधेर आउनु अगाडि हिँड्नुपर्छ के अलि पछाडि जानु तपाईँहरू अलि पछाडि जानु पछाडि है अलि अलि पछाडि नमस्कार है सबैजनालाई अलिकता विलम्ब हुन गएको छ र हाम्रो अहिले आजको अवस्थामा निन्द्रा हरण भएको छ। यहाँ बुढाबुढी आमाबाहरू हुनुहुन्छ अनि खाना पनि खानु नपाई मोबाइल लिएर जाने अगाडि मेरो त घर के छ त मैले देख्नुभयो मैले नेता भएर घर बनाएको होइन नि मैले काहीँ जागिर खाएर घर बनाएको होइन नि मैले दुःख गरेर मैले यी सबै कुरा बनाएको मलाई केही चाहिएको छैन। तपाईँहरूको भलो भयो भने मलाई पुग्छ। मेरो एउटै इच्छा हो तपाईँहरूलाई ऋण बिना गर्न पाएर तपाईँहरूलाई उ गर्न पाएँ भने ठाउँमा राख्न पाएँ भने आँसु तपाईँहरूले सरकारले झारिदिनु भने मलाई पुग्छ त्यति खोजेको मैले त्यति खोजेको मेरो प्राण जाँदाखेरि एक थोपो आँसु झारिदिनुहोस् त्यति भए मलाई पुग्छ। दुर्गापुर चाहिँ यस्तो थियो भने मलाई केही चाहिँदैन बुझ्नुभयो कि हस् यति नेपाल बन्द काठमाडौँ उपत्यका बन्द सम्पूर्णमा मोटरसाइकल ट्याक्स व्यवसाय सबैलाई बन्द गर्नलाई सहयोग गरिदिनु होला र हामीले कुनै उग्र रूप नलिकन पनि लडाइँ शान्तिपूर्ण तरिकाले पनि लडाइँ जित्छौँ जित्ने अवस्थामा पुगेका छौँ। तपाईँहरूको विजय हुने दिन आउँदैछ। सर्वहारा वर्ग र भोइ मान्छेको उत्पीडन वर्गको विजय हुने दिन आउँदैछ भन्दै बिदा लिन चाहन्छु। नमस्ते।